मलाई अचम्म लाग्छ यो रोनाल्डो र मेसीको दाँच्ने काम चाहिँ कसले गर्यो क्या होला फुटबलमा आसपास आउला मेसी होइन तर रोनाल्डोको त्यो स्ट्रगल हेरेर मेसी केही पनि होइन क्या होइन मेसीले नि गर्यो होला आफ्नो ठाउँमा होइन अब हाइट साइडले प्रब्लम आयो होला त्यो छुटेको र तर रोनाल्डो मेरो आइडल किन हो भन्दाखेरि त्यसको गेम हेरेर मात्रै मेरो आइडल भएको होइन क्या त्यसको स्ट्रगल हेरेर मेन आइडल भएको क्या मेरो अब बच्चा बेलादेखि होइन त्यसले खाना लान नपुग्ने अब रेस्टुरेन्टहरूको एउटा त के आछ भन्दा रेस्टुरेन्टको पछाडि गएर खाना दिन्थ्यो अरे एउटा आइमाईले पछि त्यो आइमाईलाई खोजेर रेस्टुरेन्टै गिफ्ट हान्यो अरे सक्सेस भएपछि भन्छ कतिसम्मको सफा मनको मान्छे होला क्या त्यो मान्छे होइन अब यस्तोसम्म स्ट्रगल गरेर कि त्यसलाई बच्चा बेला होइन बेलुका के खाने दिउँसो के खाने होइन बिहान के खाने भनेर ठेगानै हुँदैन थियो अरे क्या त्यस्तो स्ट्रगल गर्ने मान्छेलाई अब मेसीसँग दाँचेर बस्छ भने को खाते मान्छे होला क्या त्यो चाहिँ मलाई अचम्म लाग्छ भने